यो कोइलाबास हो, दाङको कोइलाबास क्षेत्र नेपाल भारत सिमानामा रहेको एउटा यस्तो ठाउँ हो जहाँ दिनहुँ सयौं मानिसहरूको जिन्दगी चलिरहेको छ। तर यहाँको वास्तविक कथा भन्ने धेरै थाहा छैन फेरि हैन। कोइलाबास केवल एउटा नाका मात्रै नभएर यो एउटा व्यापार, सङ्घर्ष र दैनिकी जीवनको केन्द्र हो। यहाँबाट नेपाल भारत बिचमा सामान ओसार पसार हुन्छ र स्थानीय मानिसहरू बिहानदेखि बेलुकासम्म मेहनत गर्छन् र जङ्गलले घेरिएको यो ठाउँ अझै पनि विकासको पर्खाइमा छ। यो हाम्रो यो के भन्छ यो, अनि त्यसपछि यहाँका मानिसहरूको सपना सानो भए पनि मेहनत ठुलो छ र यही मेहनतले यो ठाउँका मान्छेहरूलाई जिउन सिकाएको छ। यदि तिमीले नेपाललाई बुझ्न चाहन्छौ भने यो ठाउँ पनि हेर्नै पर्छ है।